हाम्रो दिदीले स्कुटी सिकिरहेको छ अहिले लडाउँछ अघि 2-3 ठाउँ लडाइसकेको अनि लडाउँछ अनि मैले दुःख पाउँछु किनकि यो वर्षको नाम के रे यहाँ सम्म चाहिँ यो कार्बोरेटर फिट पनि गर्न थालिसक्यो मैले यताको गरिसकेँ फिट अब यता गर्नुपर्ने हेलो गाइज एन्ड नमस्ते सबैहरूलाई स्वागत छ आजको मेरो नयाँ भिडियोमा आजदेखि चाहिँ मैले फर्स्ट भिडियो बनाउन सुरु गरेको अनि आज त्यस्तो मेन टपिक केही पनि छैन आज चाहिँ हामी हिजोदेखि भिडियो बनाउनु पर्ने सब हिजो चाहिँ बनाउनु पाएन किनकि हामी हिजो केटिएमदेखि आएको स्कुटी लिएर तर पनि गाडीमा लिएर आएको नि भाइ कुदाउनु सक्दिनँ अनि गाडीमा लिएर आएर यहाँ कडाइदेखि चाहिँ कुदाएर लिएर आएको अनि आज बनाउनु जानुपर्ने छ आज दिदीले स्कुटी सिकिरहेको छ होइन अनि म चाहिँ हुलियामा जानुपर्ने हेर्नु सक्नुहुन्छ चप्पल पनि फेरि यो मम्मीको चप्पल अनि बाउको कट्टु अनि यो भेस्ट चाहिँ फेरि मेरै हो नि अनि भेस्ट मेरै अनि यो मान्छे पनि मै हो अनि अब जानुपर्ने अनि कपाल पनि देख्न सक्नुहुन्छ जुङरुख यो पनि काट्नु चाहिँ तर अलिक बेला भएको छैन भर्खर पलाउँदैछ नि त अलिक बेला भएपछि काट्नुपर्ने छ यो चाहिँ हाम्रो घर तलको बाटो हो अनि यहाँदेखि हामी जानुपर्ने हुन्छ लामदली बनाउनुलाई यहाँ चाहिँ हाम्रो दिदीले स्कुटी सिकिरहेको छ कहाँको ल स्कुटी नै लिएर टाप स्कुटी लिएर मान्छेहरू टाप स्कुटी छैन यहाँ अघि सिक्दै गर्नुभएको थियो अनि अहिले चाहिँ मान्छे नै हुनुहुन्न कता जानुभयो उता जानुभयो होला बाबाले लिएर जानुभयो होला अनि यस्तो छ दिदीले हल्का ठुलो ठाउँमा स्पेस भएको ठाउँमा सिकाउँछु भनेर चाहिँ लिएर जानुभयो होला उहाँ देख्न सक्नुहुन्छ उहाँ जुम गरेर देखाउँ क्या तर राम्रै देख्दैन उहाँ पर चाहिँ सिकिरहेको छ दिदीले उहाँ पर पुलमा सिकिरहेको छ अनि हामी चाहिँ अब पुलमा गएर स्कुटी लिएर जानुपर्ने हुन्छ अनि बाटो चाहिँ खत्तम छ क्या हिजो आउँदाखेरि खोलामा चोपोलेर त्यसको हामीले पाठ पूजा निकालेर आएको छौँ किनकि पाठ पूजा बिना चलेन त्यो हल्का एयर फिल्टर भिजेको थियो अनि त्यो चाहिँ हामीले निकालेर ग्यारेज पठाइदियौँ अनि एयर फिल्टर पनि हामीले कुदाइरहेको छौँ सो हामी चाहिँ अघि उहाँदेखि दिदीले सिकेको ठाउँमा आइसक्यौँ पुलमा अनि उहाँदेखि चाहिँ किन नबनाएको भन्दाखेरि लङ टाइम बाटोमा बनाउने कुरो पनि आउँदैन अनि यहाँ चाहिँ हाम्रो दिदीले स्कुटी सिकिरहेको छ अहिले लडाउँछ अघि 2-3 ठाउँ लडाइसकेको अनि लडाउँछ अनि मैले दुःख पाउँछु किनकि म मेकानिक कस्तो मैले त्यो बनाउनु पर्ने हुन्छ बिग्रियो भने जति बिग्रिन्छ सबै मैले मेकानिक सिकिरहेको छु धेरै चाहिँ पर्फेक्ट चाहिँ होइन हल्का फल्का भए पनि सो बाउ र छोरी बाउले छोरीलाई सिकाउँदै गर्नु भएको छ अनि अब के अरू त के छ सोल्डा के छ आदि अनि यो चाहिँ मेरो घरमा आएर मेरो फोनदेखि रातभरि गेम खेल्छ यो सानो खेल्छ पढ्नु सड्नु छैन होइन तर पढाइमा चाहिँ जान्दैछ तर पढाइमा जान्नै छ होइन त कतिमा पढ्छ अरे 7मा सोल्डा कतिमा पढ्नुहुन्छ 8मा यहाँ उभा त दुईजना हेर्नु न 7-8मा पढ्नेहरू यो बढ्नु नसकेको राईहरू बढ्नु सक्ने यिनीहरू बढ्नै नसकेको खासमा चाहिँ हो म 7-8मा पढ्ने बेला म 2-4 फिट थिएँ तिमीहरू 2.5 हो तिमीहरू 2.5 हो म 4 फिट थिएँ तिमीहरू 2.5 छौ म 4 फिट छु यो 2.5 हो यो त हेर्नु न कति बजे हेर्नु न भन्छु त अब चाहिँ हामी दिदीहरू हल्का सिकिसकेर घर जानुभयो अनि स्कुटी यहाँ छ अनि उतादेखि दिदीले पैसा ल्याउँदैछ नानाले अनि अब चाहिँ पैसा लिएर हामी यसलाई सर्भिस गर्न जानुपर्ने छ हिजो हामीले यहाँ हुन्छ एयर फिल्टर यहाँको एयर फिल्टर चाहिँ हामीले निकालिराखेको किनकि मैले पानीमा छिराइदिएको पानीमा छिर्यो अनि त्यहाँको एयर फिल्टर भिज्यो त्यसपछि पिकअप आएन अनि त्यो एयर फिल्टर निकालिदिएर हामीले ग्यारेजमा पठाइदिएको अनि मोबिल चेन्ज गऱ्यौँ सो रिक्स किन लिनु अनि हाम्रो गाउँको चाहिँ सबैभन्दा नम्बर 1 के अरे त केही पनि होइन अरे यो मान्छे नै होइन यो जनावर हो खासमा यो जनावर भन्दा नि यो रिसाउँदैन रिसाउनु त यसको घर चाहिँ उयो खोइ ब्लर देखाउँछ त यसको घर चाहिँ त्यो हरियो च्यादर हरियो अरे तेरो घरको त्यो च्यादर निलो होइन निलो म फेरि कलर चिन्दिनँ क्या कुन कलर हो निलो होइन त्यो थाहा भएन त्यो त्यही कलरको घर चाहिँ यसको होइन ओभर रिच किट हो तर अनि यसले मलाई केही पनि खुवाउँदैन यसले मलाई यहाँ खोलमा लाउनेलाई एउटा त्यो यत्रो बढी त्यो पन्जा के को पन्जा चाहिँ दिएछ है केटाकेटीले त्यो टाँसिन्ने सो स्कुटी लिएर हामी जानुपर्ने हुन्छ अब सो हामी चाहिँ भन्नाले म चाहिँ अब उहीँ पुगेपछि फेरि भिडियो बनाउँछु अनि बाटो कुदाएकोमा कच्ची बाटो छ अनि एउटा हातले कुदाउनु सक्दिनँ त्यही भएर चाहिँ जुखुर्कीले पैसा लिएर आइसक्यो मतलब जुखुर्की नानाले सो अब हामीले पैसा लिएर जानुपर्ने हुन्छ चाउमिन पायो भने आधी प्लेट ल्याइदिनु हामीसँग
1000 रुपियाँ छ अनि यसलाई आधी प्लेट चाउमिन ल्याइदिनु भनेर कहाँदेखि ल्याइदिनु चाउमिन म बजार जानु खोजेको म त्यहाँ पर गाउँ जानु खोजेको गाउँमै ग्यारेज छ अनि गाउँकै ग्यारेजदेखि चाहिँ लिएर आउनुपर्ने होटेल छैन ऐनामा यस्तै हेर्नुपर्छ गोरो गोरो देख्छु भिडियो बनाउनुपर्छ कालो कालो देख्छु यसले मलाई दिएको भनेको चाहिँ यो हो क्या यो के को गुडियाको पञ्चायतले दिएको यो नत्र लोभी छ नि फेरि यसले मलाई अहिलेसम्म केही पनि दिएको छैन हावा गफ बाइक ल सो हामी चाहिँ अब वहीँ पुगेपछि भिडियो बनाउँछु है त त्यो आवाज काट न त्यो सानो बनाउनु त्यो फाइनली म चाहिँ वर्कसप आइसकेँ म अघि नै भिडियो बनाउँछु भनेको मैले चाहिँ बिर्सेँ अनि म चाहिँ यही वर्कसपमा आउनु खोजेँ यहाँ यो वर्कसपको नाम के अरे यहाँ यो चाहिँ हाम्रो गाउँ लामदलीमा उपस्थित रहेको छ यहाँ चाहिँ बाटोमा बिग्रियो भने यहाँ आउँदा हुन्छ होइन यतातिरको मान्छेहरू सो अनि आएर चाहिँ हाम्रो केटाहरू यहाँ सुतिरहेको छ फिल्म हेर्दै होइन हो कि न त अनि म चाहिँ यहाँ सर्भिस गर्दैछु क्या म पनि मिस्त्री हो नि त आफ्नो अनि सर्भिस गर्दै थिएँ कार्पेटर खोलेर यो कार्पेटर पनि सफा गर्नुपर्ने छ सर्भिसमा गर्नु चाहिँ गर्दैन खासमा कार्पेटर सफा तर भने पनि यो आफ्नै हो अनि कार्पेटरमा हल्का फोहोर जमेको रहेछ सो सफा गरिसकेँ मैले यसलाई फिट गर्नुपर्ने कुनै केटाहरू फिल्म हेर्दैछ मलाई पनि अल्छिएर फिल्म हेर्दै थिएँ अनि एक्कासी सोच आयो कि मैले त भिडियो बनाउँदै आएको हो क्या भनेर होइन मैले भिडियो बनाउँदै आएको थिएँ मैले अघि भिडियो बनाउँदै आएको थिएँ मैले बनाउनु बिर्सेँ अनि अहिले बनाइँदैछु सो हामी यसको त्यो खोलखाल पारेर सफा गर्दै बनाउँदैछु मैले यसको त्यो एउटा सफा पनि लिक रहेछ यहाँ कहाँ थियो यहीँ देखेन सफा पनि लिक थियो अनि यसलाई उयो गर्नुपर्ने छ सफाको ओइल सिल मगाइदिन्छ फेरि चाहिँ टार्को अनि त्यसपछि हामी सफा पनि बनाउने आज होइन भोलि त्यो चाहिँ सो अनि मैले बाटोमा अघि भेट्दाखेरि यहाँ साथीसँग आँप मागेर लिएर आएको थिएँ क्या आँप पनि खानै पाएको छैन कति हो मतलब आँप एउटा पनि खाएको छैन अहिलेसम्म यो खानुपर्ने अहिले दोस्ले खुकुरी लिएर आउँछ अनि काट्नुपर्ने भने खै खुकुरी ल्याउँदैन मन परेको आँप किरा लागे पनि रसिलो खाइहाल्छ नि होइन सो अनि म चाहिँ अब अहिले काम सकिसकेपछि फेरि भिडियो बनाउँछु सम्म चाहिँ यो कार्पेटर फिट पनि गर्नु थालिसक्यो मैले यताको गरिसकेँ फिट अब यता गर्नुपर्ने यताको कार्पेटर फिट गर्नुपर्ने केटाहरूलाई गर्नु लाउँथेँ तर अहिले म पनि पहिला भन्दा अहिले पनि काम म गर्छु ग्यारेजमै काम गरिरहेको छु अनि त्यही भएर चाहिँ केटाहरूलाई दुःख के दिनु भनेर म आफूले गरिरहेको छु सो म चाहिँ अहिले कार्पेटर बनाइसकेपछि भिडियो बनाउँछु अहिले बनाउनु चाहिँ मलाई हल्का अप्ठ्यारो हुन्छ नि त अब यता समात्दै यता नटहरू पनि टाइट गर्नुपर्छ त्यही भएर सो म चाहिँ अहिले बनाउँछु हस्त धन्यवाद सो मैले कार्पेटरको ढिक्का चाहिँ मैले फिट गरिसकेँ हेर्नु सक्नुहुन्छ अघि यहाँ खुल्ला सामानहरू थियो मैले सबै यो भित्र खाँदी हालिसकेँ हालिसकेँ अब यसलाई चाहिँ हामीले यहाँ हाल्नुपर्ने हुन्छ यहाँ तर अनि हामी नहाल्ने अहिले म फिल्म हेर्ने मात्र हाल्छ अब एकछिन फिल्म हेर्ने सुत्दिने अनि अहिले एकछिनमा गर्ने आफ्नै काम हो होइन जति बेला गर्दा नि भयो अब सुत्दिने केटाहरूसँग खोइ अलिकति उता छ अब साथीहरूसँग सुतेर हामी फिल्म हेर्ने होइन फिल्म हेर्ने हामी एकछिन त्यसपछि अहिले फेरि काम सुरु गर्ने सो अब हामी फिल्म हेर्न लागेको सो फाइनली म घर आइसकेँ अनि अघि नै भिडियो बनाउनु पर्थ्यो बनाउनु चाहिँ मैले अघि नै बनाएन अघि के अरे त्यो कुदाएर ल्याउँदाखेरि जाऊ हुन्छ नि त त्यो सो बनाएन अनि हेलमेट र चाबी अब यहाँ राखिदिने सो अनि ऐना हेर्ने अब अनि मैले चाहिँ भ्लग बनाएको अनि घरमा चाहिँ कोसँग बोल्यो भन्दै गर्नुभएको रहेछ सो लुगा हेर्नु सक्नुहुन्छ अघि सेतो लगाएर गएको थिएँ अहिले कालै भएको छ सबै हातहरू पनि सबै कालो भइसक्यो म आफूले बनाएको नि त सो अनि त्यही भएर हो सो आजको लागि चाहिँ यति नै भन्दा पनि यति नै हो आजको लागि चाहिँ सो हेर्दै गर्नु होला नेक्स्ट भिडियो छिटै आउनेछ हजुरहरूको लागि भनेर म नेक्स्ट भिडियो बनाउनेछु आजको लागि चाहिँ हस्त धन्यवाद।